अब श्रोता सबैले चन्दन खुदा फुलेर हात जोड्नु। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः इष्टपन्थी दिव्य स्तवै वेदैः सङ्गपद कर्मोपनिषदैर्गायन्त्यं सामगः ध्यान वस्तुतगतेन मनसा पश्यन्त्यं योगिनो यशन्तं न विभूषुरासुरगणः देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलप्रभु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ताबलिशोभिता सर्वज्ञनिदान पुस्तकाधरा रुद्राक्ष मालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरं मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मितजे दशे यस्या प्रसाद वक्ष्यामि नारायणी कथामिमं। नारायणं नमस्कृत्यं नरोचैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। अथ अष्टविंश। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त उपरान्त कपिल ब्राह्मण भाग लिएर चन्द्रवतीनिर पुगे। चन्द्रवतीले ती दुवै भाइ ब्राह्मणलाई देखेर मलाई पनि केही ल्याइदिएको छ कि भनी सोधिन्। ब्राह्मणहरूले भने त अपराधी पापिनी रहेछ, तेरो निमित्त हामीलाई साह्रै लाज मर्नु भयो। तँलाई दिन भनेर हेर्दा राजाको सम्पूर्ण भण्डारै सुकिगयो। यो भात राजामातालाई भनेर पकाइराखेको रहेछ, त्यही दिएर ल्याइदिएका छौँ भनी सुम्पे। त्यो भात पाउने बित्तिकै चन्द्रवती खान तम्सिन्। कपिल ब्राह्मणले भने हे पापिनी, त्यस्तो अवस्थामा परिकन पर्दा पनि तँलाई धर्मको चेष्टा रहेनछ। मुख त धोएर खा। तेरो अवस्थादेखि हामीलाई साह्रै करुणा भयो। उपदेश दिन्छौँ सुन। निरञ्जन निराकार श्री स्वस्थानी देवीको व्रत गर। ब्रह्म हत्यादि पाप गरेको भए पनि नाश भएर उद्धार होला भन्ने उपदेश दिएर गए। चन्द्रवती बडो कष्टले चार हात गोडा टेकेर मुख धुन शाली नदीमा गइन्। चन्द्रवती आएकी देखेर शाली नदी पनि सुक्दै सुक्दै गइन् र ती रुँदै कराउँदै मुख नधोइकन भात खान भनी हातमा लिइन्। खरानी भयो। त्यो खरानी पनि खान खोज्दा बतास आएर उडाइ लग्यो। अनि चन्द्रवती रुख ढले झैँ ढली भूमिमा परि मूर्छा भएर अत्यन्त दुःख भोग गरिरहन्। कहिले कहिले चेष्टा हुने, कहिले मैले यस्तो के अपराध गरेकी रहेछु भनी पीर मानी 5 वर्ष पर्यन्त त्यहीँ कहिले मूर्छा हुने, कहिले चेष्टा हुने, कहिले सुतिरहने भएर रहिरहन्। पौष शुक्ल पूर्णिमाको दिन आएर स्वर्गदेखि अप्सराहरू श्री स्वस्थानीको व्रत आरम्भ गर्न शाली नदीका तीरमा स्नान गर्न आए। तिनीहरूलाई देखेर नजिक गई तपाईहरू को हुनुहुन्छ? म पापिनी, हिँड्न डुल्न केही सक्दिनँ, कसैले केही दिँदैनन्, भोकै छु, त्यही अन्न पाऊँ, मेरो कसरी उद्धार होला भनिन्। तब अप्सराहरू भन्दछन् हे पापिनी, हामी चन्द्रका अप्सरा हौँ, इन्द्रका अप्सरा हौँ। आज पौष शुक्ल पूर्णिमाको स्वस्थानीको व्रत आरम्भ गर्न स्वर्गदेखि आएका हौँ। तेरो दशा देखेर हामीलाई अति करुणा भयो। तँ पनि यहीँ व्रत गर, सम्पूर्ण पाप नाश भएर उद्धार होली। अप्सराहरूले भनेको यस्तो सुनि चन्द्रवती आफ्नो मनमा विचार्छिन् कि मैले अरू पाप त केही गरेको थिएन। डोलेहरूले श्री स्वस्थानीको प्रसाद भनी दिएको प्रसाद अहङ्कारले थुकेर कुल्चेर मिल्काएर निन्दा पनि गरेथे। केही पाप लागेछ। म डोलीदेखि खसेथेँ, डोलेहरू कहाँ गए केही पत्तो भएन। कपिल ब्राह्मणले पनि श्री स्वस्थानी परमेश्वरको व्रत गर्ने उपदेश दिएका थिए। अप्सराहरूले पनि त्यही भने। श्री स्वस्थानी परमेश्वरी भनेकी ठुली देवी रहेछन्। मनुष्यहरू अहङ्कारले नासिँदा रहेछन्। मैले पनि अहङ्कार गर्दा यो अवस्था भयो, म पनि अब त्यही व्रत गर्छु। यस्तो विचार गरी चन्द्रवतीले हवस् भनेर हात जोडेर अप्सराहरूलाई भनेन् व्रतविधि आज्ञा हो। अब अप्सराहरू भन्दछन् आज पौष शुक्ल पूर्णिमाको दिन हो। आजका दिनदेखि हात गोडा नङ काटी स्नान गरी शुद्ध भई एक छाक खाई महिना दिनसम्म नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गर्नु। श्री स्वस्थानी भनेको स्वस्थानीको कथा सुन्नु, नभए मनले सम्झनु। माघ शुक्ल पूर्णिमाको दिन 78 सय अक्षता, बेली पुष्प, रोटी, मिठाई, यज्ञसूत्र, सुपारीका कुड्का, पान, जात जातका फलफुल, नाना वस्तु तयार गरी आर्सीमा ओमकार लेखी गङ्गाजल स्नान गराउनु।
फुलमाला कस्तुरी मेवा मिष्टान्न फल नैवेद्य वस्त्र भेटी चढाई एकचित्त भएर श्री स्वस्थानी परमेश्वरको पूजा गरी स्तोत्र पाठ गर्नु। ध्यान सकि अर्घ दिएर हे ईश्वरी भनेर वर माग्नु र प्रसाद जेक्नु। अठोत्तर सयमा आठ आठ रोटी, 8 अक्षता, 8 पान, यज्ञ सूत्र, सुपारीका कुड्का, 8 सगुन समेत पतिलाई आइदिनु। पति नभए छोरालाई आइदिनु, छोरा नभए मित छोरालाई आइदिनु। मित छोरा पनि नभए गङ्गामा लगी मेरो फलानु कामना पुरा होस् भनेर गङ्गामा लगेर बहाइदिनु। 100 रोटी आफूले फलाहार गर्नु र रात्रि जागरण गर्नु। यति गरेपछि तेरा सब दुःख नाश भएर इच्छा सिद्धि पनि हुनेछ। हे पापिनी अन्यथा नमानु भनेर अप्सराहरू गएपछि चन्द्रवतीले शाली नदीलाई शाली नदीमा गएर स्नान गरी एक भक्त रही एकचित्तले नित्य मध्याह्न कालमा महादेवको पूजा गरी श्री स्वस्थानी परमेश्वरलाई मनले सम्झी रहन्थिन्। व्रत गर्न थालेपछि कुष्ठ रोग घट्दै घट्दै गयो, दिव्य देह हुँदै गयो। माघ शुक्ल पूर्णिमा आयो र श्री स्वस्थानी परमेश्वरको व्रत पुरा गर्न स्वर्गदेखि उनै अप्सराहरू फेरि आए र शाली नदीका किनारामा श्री स्वस्थानी देवीको पूजा गर्न लागे। चन्द्रवतीले त्यो देखिन्छ नजिक गएर हे अप्सरा तपाईँहरूको आज्ञाले आजसम्म व्रत गरेँ, अब पूजा गर्नलाई सामग्री केही छैन, कसो गरौँ भनिन्। अप्सराहरूले भने हे पापिनी नदीदेखि बालुवा ल्याएर सामग्री तुल्याई हाम्रा संसर्गमा व्रत गर भनेपछि चन्द्रवतीले लौ भनी नदीको बालुवाले सामग्री बनाइन्। श्री स्वस्थानी परमेश्वरको व्रतका प्रभावले चन्द्रवतीले तुल्याएका बालुवाको सामग्री सिद्ध भयो। त्योदेखि मनमा आनन्द मानेर अप्सराहरूसित गए। बालुवाको सामग्री सिद्ध भएको कुरा भनिन्। चन्द्रवतीका कुरा सुनि तिनको दिव्य देह भएको देखेर आश्चर्य मानी अप्सराहरूले हामी तँलाई अघि पापिनी भन्थ्यौँ, अब तेरो नाउँ पुण्यवती भएर राख्यौँ भनी आफ्ना संसर्गमा विधिपूर्वक व्रत गराएर चन्द्रवतीले पनि अर्घ दिई स्तुति गर्न लागे। हे ईश्वरी तपाईँलाई कोटि कोटि नमस्कार छ। हे जगदम्बे मैले अघि अहङ्कारले जो अनादर गरेथेँ त्यो अपराध मलाई क्षमा गर्नुहोस्। यावत जीवात्माको हृदयमा बसी पाप पुण्यको छ्यासी भइरहेकी हजुरलाई कोटि कोटि नमस्कार छ। एक मूर्तिबाट ब्रह्मा विष्णु शिव भन्ने नामले 3 मूर्ति भएर संसारको चक्र चलाउने आदि शक्ति स्वरूप हजुरलाई कोटि कोटि नमस्कार छ। विराट र परमाणु स्वरूप पनि तपाईँ, देवकी देवता पनि तपाईँ, त्रिलोकमा देखिएका सबै तपाईँ, मायाका भ्रान्तिले अनेक रूप देखिने अनन्त शक्ति रूप हजुरलाई कोटि कोटि नमस्कार छ। हजुरको स्तुति गर्न ब्रह्मा शेषनाग सरस्वती पनि समर्थ छैनन्। म स्त्री जातिले कसरी सकुने, तसर्थ यस पापिनीका पूजादेखि प्रसन्न भएर यो अर्घ लिनु हो भनेर अर्घ दिइन्। पूजा सकिएपछि हे पुण्यवती आज हामी जान्छौँ भनेर अप्सराहरू स्वर्ग गए। अप्सराहरू गएपछि खरको झुप्रो बनाई चन्द्रवती त्यहीँ जागरण गरेर रहेन्। भोलिपल्ट 8 रोटी, 8 अक्षता इत्यादि लिएर मेरो स्वामी नवराजसित चाँडो भेट होस् भनेर शाली नदीमा बहाइन् र 100 रोटी आफूले फलाहार गरेर श्री स्वस्थानी परमेश्वरको व्रतका प्रभावले दिव्य स्वरूपकी भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमाररथ संवादे श्री स्वस्थानी परमेश्वर व्रत कथायां चन्द्रवती व्रत कृतं नाम 8विंश।